सो हेलो एभ्रिवान, नमस्ते, जय मसी। र आज म छोटो भ्लग गर्दैछु र जाँदैछौँ हामी गोस। अब हामी कहाँ गएको अरे? यहाँ जय मसी भन्दै होला। अर्को चाहिँ के भयो हेर्दैन त हो? अब देखो जय मसी एभ्रिवान। लुक्दैन त अघि त। र अहिले चाहिँ हामी जाँदैछौँ साथीहरू गोसकान। यहाँको गोसकान तपाईँलाई देखाउने छौँ। के मासु ल्याउनु गएको अरे? मान्छे सुँगुर जस्तो भइसक्यो। सुँगुरको मासु खिलाउने अरे। ल साथीहरू म जाँदैछु। नेक्स्ट टाइम आउँछ ल। यहाँ जस्तो छ है। औ यसलाई के भन्छ अरे? जोड नि यो माता यो माता नै रहेछ। हाम्रै एरिया रहेछ। हामी चाहिँ उतापट्टिबाट आएको, तर यो अपोजिट साइडको दोकान रहेछ है। यहाँ हेर अन्डाहरू के हो यो? यस्तोहरू पनि रहेछ यहाँ त। औ यो अन्डा हो कि? खेलाउन हो। अब कत्रो बढ्यो अन्डा। यहाँ हेर्नुहोस् साथीहरू, हामी यहाँ डोल्दैछौँ। यहाँ यहाँ आइपुग्यो हामी। आमा हल्ला। अब यो हो गोसकान चाहिँ। खै त बोसो त छैन त तिमी? ए यहाँ आइपुग्यो। ए हो, राम्रो छ त। यो मेरो चाहिँ 38 उयसको एउटा स्लाइसको यतिको। ओ यहाँ 36 रहेछ। 36 अझ वान मोर। चुज गर न अन्त कुन चाहिँ? वान This one $20. त्यही त तिमीहरू खाना बोसो अन्त। यहाँ सुँगुरको अब राइनी देखाउ त सुँगुर मासु कत्रो भयो। ल अब प्याज लैजाउँ, साग लैजाउँ। साग पाउँछ र? टमाटर छ अलरेडी। चिम्रा त पानी हुन्छ र। उयो हेरौँ न, उयो साग। यहाँ हेर्नुहोस् साथीहरू हल्ला। साग छैन है यहाँ। यो त साग होइन नि। रायोको साग। ए यहाँ हेर्नुहोस् साथीहरू, साग पनि रहेछ। आमा त्यसमा यो राम्रो हुन्छ हौ। यो यसको टेस्ट आउँदैन कि। यो लैजाउँ। 3 को 12 हो। 3 उठाउ न। अनि राम्रो छ। के राम्रो छ? तिमीले चुज गरेको के हो? ल 3 for 12 right? यहाँ हेर्नु साथीहरू, रायो साग। र साथीहरू हामी चाहिँ यहाँ आज चाहिँ अब त यो डुखु पाक्छु होइन। पक्का मैले आज चाहिँ साग पाएको छु। यहाँ साथीहरूले लिएर आजको सपिङ 3टा प्याज बोकेर एउटा मान्छे छ अगाडि। एन्जल दिदीलाई मिस गरेको छौ कि छैनौ? ल अब चाहिँ हामी सागसँग रायो
ल सानो ऊ यहाँ बहिनी तिम्रो लागि खायो कस्तो भयो आजको दिक त सिरियस भएर सुतेकै हो ल आएछ साथी मिटिङ गर सबै साथी हामी चर्च आइसकेको छौँ हो आज चाहिँ सुँगुरको हाम्रो एक्सपर्ट म्याडम हो आजको वचन सुन्यो होला नि त्यस्तो गरेर होइन अरे नि फेरि अनि गोसकानबाट नि त बोसो निकाल के भनेको अहिले भुइँबाटै चुला नि अब कस्तो कस्तो पिस छ त एन्जल फेरि बैठी छैन यहाँ छ त हौ बोजू बत्ती ठुलो है टाउको दुख्यो भन्दा अर्को मसला पिस्नुमा एक्सपर्ट ल हुन्छ साथीहरू हाम्रो खाना रेडी भएको छ यहाँ साथीले उयो भात गिल्लो हुन्छ अलिक कम्ती कम्ती हाल्दै फर्स्टमा थप्छु बरु भन्दा भात त खानु सक्दिनँ होला ला प्रभु जुसा खाएर किन आएको त अन्त यो आउ न के खानु अब चाहिँ हामी खाना खान गइरहेको छौँ है मम्मीले यहाँ खाना बाँड्दैछ ल देखाइदिएर ल हाँस्नाले यिनीहरूको विष पुरा भइदिएको छ है विष पुरा भइदिएको छ है ल अलि यहाँतिर झर्छ है बिस्तारै बस न के हो त्यो खाएर चाहिँ छटक्क राखेको छौ यहाँ दाल पनि खुवाऊ है प्लिज डोन्ट वेस्ट है अब बोटुकामा चाहिँ किन हालिरहेको मलाई कहाँ दिएको उसलाई दिएको होला नि त होइन उयो महिला हो यहाँको उसले खाएको त्यसो खौस्याएर के पस्किने नि त यहाँ साग हाल्देऊ न बरु भने तिमीहरू मासु खाऊ बरु न तिमीहरू अचार दिन दादालाई खाऊ सेल्फ है यो चाहिँ अचार चाहिँ सेल्फ खाने ल हुन्छ साथीहरू हाम्रो खाना आएको छ है कस्तो दामी पकाएछ हौ आज खुसी भएर लाग्छ नि अब खुसी हुन्छ ल हुन्छ साथीहरू बाई बाई नेक्स्ट टाइम अर्को भिडियोमा भेट्नेछु आजलाई यति नै